साथीहरु आज मैले फेरि खसीको मासुमा झोल हालेर मज्जाले खाएँ है सुप। यो मासु चाहिँ अस्ति नै लिएर आएको थिएँ नि, त्यही वाला मासु हो है। आधी चाहिँ अस्ति नै सरसरी खाएर आधी चाहिँ फ्रिजमा हालेर राखेको थियौँ, 1.5 केजी जति चाहिँ। त्यसैलाई नि मज्जाले सुप हालेर खाने विचार गरेको हो है। अनि मलाई खसीको मासुको चाहिँ साथीहरु सुपै एकदमै मिठो लाग्छ के, एकदमै टेस्टी लाग्छ। कुखुराको मासुको सुप मेनली त त्यो ब्रोइलर कुखुराको कस्तो लाग्ने के, खाने बानी नभएर पनि होला है। लोकलको भए चाहिँ छुट्टै हुन्छ, मिठै हुन्छ। नभए प्रायः जस्तो भुटेर खाने मासु अनि सुप खानको लागि चाहिँ यस्तै खसीको मासु अनि लोकल कुखुराको मासु नै बेस्ट लाग्छ। त्यही भएको भएर खसी काट्दा चाहिँ मेरो हस्बेन्डले अलिकति बढी नै लिएर आइसिन्छ क्या, किनभने तब त फ्रेस मासु पाइँदैन नि त। अनि पसलमा किन्न गयो भने त्यहाँ कति दिनमा राखेको हुन्छ कुनै, ल्याएर खायो भने टेस्टै आउँदैन क्या। त्यही भएको भएर चाहिँ यो फ्रेस मासु काटेको बेला एकदमै धेरै पनि ल्याइसिन्छ। अनि आफैले ल्याएको 1-2 हप्तासम्ममा खायो भने मिठो पनि हुन्छ क्या, हेल्दी पनि। अनि कोही मनपर्छ साथीहरु खसीको मासु, मलाई त यति धेरै मनपर्छ, कुरा नगरिस्यो। सुप त सबैको खाइन्छ हैन, तर यो खसीको मासु स्पेशली सुप यसको छुट्टै नै टेस्ट हुन्छ के। भुजासँग खाँदा त झन् स्वामसम यति धेरै मिठो हुन्छ। अनि फ्रेस मासु ल्याएको दिन त झन् मलाई नेपालको याद बिर्साइदिन्छ क्या, त्यस्तो मिठो लाग्छ साथीहरु। यही हो आजको मेरो मिनी ब्लग है, मज्जाले सिटी लगाएर खाएँ। बाई बाई, थ्यांक यू सो मच फर वाचिङ।